हेलो नमस्कार साथीहरू सबैमा म हजुरहरूलाई के बताउन जाँदैछु भने हजुरहरूको फेसबुकको जो स्टार पेज हुन्छ स्टार हुन्छ त्यो स्टार हजुरहरूले पाउनु भएको छ के भएको छैन भनेर त्यस विषयमा म बोल्न चाहन्छु र के भन्न चाहन्छु भने हजुरहरूले जो फेसबुकभित्र जो स्टार हुन्छ त्यो तपाईले स्टारको बटन अन राख्नु भएको छ कि अफ राख्नु भएको छ त्यो पहिला चेक गर्नुपर्छ हजुरहरूले। त्यो स्टार अगर अन छ भने बल्ल तपाईलाई सबै साथीहरूले फेसबुक टिमले जति पनि फेसबुक चलाउँछन् सबैले तपाईलाई स्टार दिन सक्छन्। अगर तपाईले त्यो बटन बन्द राख्नु भएको छ भने तपाईलाई कसैले पनि स्टार दिन मिल्दैन। त्यसकारणले तपाईले त्यो बटन चालु गरेर राख्नु होला। अब बटन कसरी चालु राख्ने कसरी अन गर्ने म तपाईलाई देखाउँदै छु। अब तपाईले स्क्रिनशटतिर हेर्नुस्, म तपाईलाई स्क्रिनमा देखाउँछु। तपाईले अब हेर्न सक्नुहुन्छ स्क्रिनशटमा। ल हेर्नुस्, अब यो तपाईको फेसबुक भयो हैन। यो फेसबुक तपाईले खोल्नुस्। फेसबुक खोलेपछि तपाईको जो च्यानल आउँछ त्यो च्यानललाई गल्तीले पनि मेरो भिडियो हजुरको स्क्रिनसम्म पुगेको छ भने एउटा दबाउनुस्। यसमा क्लिक गरेपछि तपाईको यहाँ तलपट्टि हेर्नुस् निलोमा ड्याशबोर्ड भनेर लेखेको हुन्छ, त्यसमा ओके गरिदिनुस्। त्यसमा ओके गरेपछि तपाईको माथि हेर्नुस्, माथिपट्टि सबैलाई यसो गरेर हेर्नुस्, यसो सर्काउनुस्। यहाँ मोनेटाइज भनेर लेखेको छ दाहिनेपट्टि, त्यो मोनेटाइजलाई ट्याप्प दबाउनुस्। दबाइसकेपछि तपाईको यहाँ स्टार आउँछ, पार्टनरशिप आउँछ अनि कन्टेन्ट भनेर आउँछ। त्यसमा के गर्नु पर्यो भने अब तपाईहरुले यो स्टारमा क्लिक गर्ने। स्टारमा क्लिक गरिसकेपछि तपाईको माथि हेर्नु, सबभन्दा माथि राइट साइडमा तपाईको लोगोको बाजुमा के छ भने सेटिङको चिन्ह छ। त्यो सेटिङलाई थिच्नुहोस्। थिचेपछि यो अन छ, यो अफ गरे अनि अन गर्ने। यसलाई अन राख्नुहोस्। यो जहिले पनि यस्तो अफमा भयो भने तपाईलाई कसैले स्टार दिन मिल्दैन। त्यसकारणले तपाईले यो बटनलाई अन राखिदिनुस्। तपाईलाई सबैले तपाईको भिडियो जति पनि हेर्न सक्नुहुन्छ सबैले तपाईलाई स्टार दिन्छन्। स्टार दियो भने तपाईहरुले पैसा कमाउन सजिलै सक्नुहुन्छ। हस्।